त्यो कुराहरूलाई तपाईँले अहिले भन्न सक्नुहुन्छ। र क्यानभामा केही समस्या छ भने भन्नुहोला, छैन भने हामी अर्को टपिक पढ्नेछौँ, जुन आज फेसबुक एड पढ्नेछौँ है। च्याट बक्समा एकचोटि सबैले भन्नुहोला, हामी 19 जना छौँ, 19 जनाले रेस्पोन्स गर्नुहोला कस कसको के प्रब्लम छ है। डु फास्ट। तपाईँहरू जति ढिलो गर्नुहुन्छ त्यति नै तपाईँहरूको लस हो। त्यो हुनाले रेस्पोन्स गर्नुहोला है च्याट बक्समा। होइन भने मैले क्यानभा नपढाइ, क्यानभा हिजो पढिसकेका छौँ, आज अर्को टपिकमा सर ठिक छ, थाहा भयो। अरू हज ओके, ओजाजीले भन्नुभएको छ। अरू 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 पनि रेस्पोन्स गरौँ है। उहाँको ठिक छ, उहाँको मात्रै ठिक भएर भएन, सबैजनालाई ठिक हुनु पऱ्यो है। ओके ठिक छ, बाँकी आफ्नो हातमा। ओके त्यो पनि राम्रो कुरा। अर्को सुरु गरौँ। ओके, आज भिडियो एडिटिङ सिक्ने भने होइन सर। ओके सबैले रेस्पोन्स गर्नु। भिडियो एडिटिङ सिक्नुपर्छ भन्ने कुरा छ भने त्यो पनि गरौँला, तर आजको टपिकमा फेसबुक एड पढ्ने भन्ने चाहिँ मेरो विचार हो। ठिक छ। ओके ओके, अरूले रेस्पोन्स गरौँ है। होइन भने मैले टपिक ठिक छ, मेरो हिजो क्लास छुट्यो सर। ओके छुट्यो भने तपाईँले भिडियो के छ सर, हामी भिडियो प्रोभाइड गरेछौँ नै। ठिक छ सर। ओके त्यसो हो भने हामी आज फेसबुक एड पढ्छौँ अनि त्यसपछि भिडियो एडिटिङको टपिक जान्छौँ है त। सबैभन्दा पहिला हामीले के कुरा बुझ्नु जरुरी छ भने फेसबुक एड भनेको के हो र यसबाट हामीलाई हुने फाइदा। जस्ट फेसबुक एडमा के गर्न मिल्छ र के गर्न मिल्दैन। फेसबुक एड हुनको लागि हामीसँग एउटा कुरा फेसबुक प्रोफाइल हुनु पर्यो। जस्ट फेसबुक प्रोफाइल पछि फेसबुक पेज र पेज पछि बल्ल हामीले एड एकाउन्ट बनाउँछौँ। तपाईँहरूमध्ये कसैले फेसबुक पेज बनाउनु भएको छैन भने स्क्रिन सेयर गर्न सक्नुहुन्छ। त्यसो गर्दा तपाईँहरूलाई सजिलो हुन्छ सिक्नलाई। कोही इच्छुक हुनुहुन्छ भने अनम्युट हुनु होला। के छ, कसैसँग छ च्याट बक्समा गर्नु होला। अनम्युट हुने अप्सन। ओके मनोज पन्त, च्याट बक्समा केही छैन है। मैले मेरो फेसबुकलाई सेयर गरेँ है त। अब फेसबुक एड्समा हामीले 6 टपिकमा कुरा गर्छौँ जसको ओके बन्या छ सर। अस्ति सरले भएको थियो क्लासमा। ठिक छ, अरू कसैले बनाउनु भएको छैन भने भन्नु है। ओके सबैको बनेको छ भने बुझौँ मात्र है त फर्स्ट अफ अल हामीले। अब सुन्नुहोस् है,
एक मिनट छोरी जाउँ। हामी फेसबुक एड्स मार्फत एउटा के हुन्छ भने हाम्रो फेसबुकलाई वा पेजलाई नेचुरल ग्रो गराउन सक्छौँ, जुन हामीले जसरी हाम्रो फेसबुक प्रोफाइललाई डेली बेसिसमा कन्टेन्ट भिडियो फोटो पोस्ट गरेर गर्छौँ भने एक फेसबुक एडको माध्यमबाट पनि हामीले आफ्नो पेजलाई ग्रो गराउन सक्छौँ। विशेष गरी हामी डिजिटल तिर्नुको कारण पनि यो हो कि फेसबुक एड्स मार्फत हामीले के गर्न सक्छौँ भन्ने कुरा हुन्छ है। अर्ग्यानिक बेस पेड रिच हुन्छ। पेड रिचमा चाहिँ हामीले जस्तो एड चलाएर पैसा बापत गर्छौँ भने अर्ग्यानिकमा नर्मल्ली हामीले डेली हाम्रो बेसिस कन्टेन्ट कस्तो छ भन्ने कुराले फरक पार्छ। र हामीले फेसबुक एड पढ्दै गर्दाखेरि बिजनेस म्यानेजर सेटअप कसरी गर्ने, बिजनेस म्यानेजरमा एड एकाउन्ट कसरी गर्ने, पेज कसरी सेट गर्ने र अरू पेजबाट एसेस कसरी लिने भन्ने कुराहरू पढ्छौँ है। ध्यान दिएर सुन्नु होला। र पेज एसेस कसरी लिने, बिजनेस म्यानेजर सेटअप कसरी गर्ने र फेसबुक पेज कसरी क्रिएट गर्ने र अरू कुनै कस्टमर अर्थात् हामीले जसको काम गर्न चाहिरहेका छौँ उहाँहरूको पेज एसेस कसरी लिने भन्ने कुराहरू पढ्छौँ। र क्याम्पेनमा जाने हो भने क्याम्पेन स्ट्रक्चर हाम्रो तिन हुन्छ। एउटा क्याम्पेन, एड सेट र एड। अब क्याम्पेन पनि हामीले कुन टाइप अफ क्याम्पेन भन्छौँ है। हामीसँग 6 टाइप अफ क्याम्पेन हुन्छ। एउटा अवेरनेस क्याम्पेन, दुईटा ट्राफिक, 3 लिड, 4 सेल्स र अवेरनेस, ट्राफिक, लिड, सेल्स र अब्जेक्टिभ र इङ्गेजमेन्ट क्याम्पेन गरेर हामी 6 क्याम्पेन पढ्छौँ, जुन एडसेटभित्र गरिने काम हो है। अहिले जस्ट बुझ्नु होला, मैले तपाईँहरूलाई प्र्याक्टिकल्ली गरेर देखाउँछु है। ध्यान दिएर सुन्नु होला। यो डबल री गर्दैछु म। फेसबुक एड्स, बेसिकल्ली फेसबुक एड्समा सर्वप्रथम हामीले पेज क्रिएट गर्नुपर्ने हुन्छ, त्यसपछि बिजनेस म्यानेजर सेटअप गर्नुपर्ने हुन्छ र क्याम्पेन स्ट्रक्चर बुझ्नुपर्ने हुन्छ र टार्गेटिङ के हो भन्ने कुरा पनि बुझ्नुपर्ने हुन्छ। के छ, तपाईँहरू बुझिराख्नु भएको छ कि नै? एकचोटि च्याट बक्समा भन्नुहोस्, बुझ्नु भएको छैन भने बुझ्नु भएको छैन भन्नुहोस्। र तपाईँहरूमध्ये कसैमा छ भने त्यही त्यो कुराहरू सेयर गर्नुहोस्। फेसबुकमा फलोवर्स कसरी बढाउने भन्ने पनि छ कि सर भन्छ। फेसबुकमा भन्ने कुरा चाहिँ हामीले बुस्ट गरेर नि सक्छौँ है, एड गरेर सक्छौँ, एडको मार्फत। त्योभन्दा हामीले नेचुरल्ली फेसबुक प्रोफाइलभन्दा पेजलाई चाहिँ जति हामीले रिच दिन्छौँ अर्थात् पेडेबल पनि क्याम्पेन चलाउन सक्छौँ। जस्ट आफ्नो लागि, आफ्नो पेजको लाइक, भ्यू, फलोवर्स बढाउनको लागि पनि हामीले एड म्यानेजरबाट काम गर्न सक्छौँ है। मेन कुरो हामी कुन तरिकाबाट गर्न चाहन्छौँ भन्ने कुरा, अर्ग्यानिकल्ली र पेड। पेडमा त हामीले पैसा तिरेर पुस गर्ने हो नि त। पैसा तिरेर गरिसकेपछि त केही न केही रिजल्ट आउँछ नै। तर हामीले नेचुरल गर्दाखेरि भने जस्तो रिजल्ट नआउन सक्छ। हामीसँग कन्टेन्ट बलियो छ भने, हिजो तपाईँले पढिसक्नु भएको छ, कन्टेन्ट बलियो छ भने चाहिँ हामी नेचुरल ग्रो गर्न सक्छौँ। कन्टेन्ट छैन भने हामीले पेडमा गर्न सक्छौँ है। बुझ्नु भएको छ कि नै?
अब तपाईँमध्ये एकजनाले सेयर गरिदिनु भयो भने मलाई सजिलो हुन्थ्यो है। म आफै सेयर गर्ने हो भने मसँग अलरेडी पेज मेकअपहरू छ है। अरूको के होला भन्दाखेरि अरूले अहिले मोबाइलबाट होला नि सबैजना है, म त्यही आफैले भएर सेयर प्रब्लम गर्छु। होला। जस्ट मैले अब फेसबुक जान्छु है। पहिला कुरो हामी फेसबुक एडमा फेसबुक र पेज सिक्छौँ है। पेज मैले पहिला कुरो हामी फेसबुक, म अहिले प्रोफाइलमा छु है। यो मेरो फेसबुक प्रोफाइल हो। तपाईँहरूले पनि फेसबुक चलाउनुहुन्छ त्यो कुरामा दुई मत छैन है। त्यसपछि हामी के गर्छौँ, पेज भइसकेपछि राइट साइड कर्नरमा आफ्नो प्रोफाइलको तल हामी पेज चेक गर्छौँ। पेज छ कि छैन भन्ने कुरा तपाईँहरू सबैले आफ्नो चेक गर्नु होला है। मसँग अमृत मगराती, अमृत डिजिटल, हामीसँग धेरै पेजहरू छन्। तर तपाईँसँग पेज छन् कि छैनन् भन्ने कुराहरू चाहिँ क्लियर हुनु होला। पेज छैन भने है, छैन भने केसमा पेज छ भने चाहिँ हामीले पेजलाई स्विच गर्छौँ, मतलब कि पेज ओपन गर्छौँ। जस्तो फेसबुक प्रोफाइल ओपन हुन्छ त्यस्तै पेज ओपन गर्छौँ। र नहुनेको हकमा चाहिँ हामीले फेसबुक पेज क्रिएट गर्छौँ, जसका लागि हामीले पेज क्रिएट गर्नुपर्ने हुन्छ। जसका लागि हामीले फेसबुक प्रोफाइलमा छौँ। प्रोफाइल गइसकेपछि जस्ट वेट, मेरो जुम बारले थ्री डटमा क्लिक गर्छौँ है। कि म यसलाई इङ्ग्लिस बनाउँछु। किन इङ्ग्लिस भइरहेको छैन? जस्ट वेट गर्नु है। देखिराख्नु भएको छ कि नै यहाँ मेरो स्क्रिन? ओके। सुन्नुहोस् है, तपाईँहरू ध्यान दिनु होला, ध्यान दिएर हेर्नु होला। स्क्रिन सेयर कहाँ कहाँ गइरहेछ भन्ने कुरा नि ध्यान दिनु होला है। हामी अहिले के छौँ, प्रोफाइलमा छौँ है। प्रोफाइलको एक राइट साइडमा एउटा ड्यासबोर्ड छ भने लेफ्ट साइडमा अर्को ड्यासबोर्ड छ। जुन राइट साइडको ड्यासबोर्डबाट हामीले पेज छ भने पेज एक्सेस गर्छौँ, र पेज छैन भने हामी लेफ्ट साइडको ड्यासबोर्डमा काम गर्छौँ, जसमा हामीले यहाँ थप हेर्नुहोस् भन्ने कुरा छ, सी मोर हुन्छ है। यहाँ नेपाली भइरहेको छ है। त्यसपछि हामी कहाँ जान्छौँ, पेजहरूमा जान्छौँ। देखिराख्नु भएको छ पेजेस, अर्थात् पेजहरू है। पेजहरूमा जान्छौँ। हामीसँग पेज छ या छैन, छ भने ठिक छ, छैन भने क्रिएट पेज गर्छौँ। र मैले अहिले तपाईँहरूका लागि एउटा न्यू पेज क्रिएट गरेर देखाउँछु है त। यसरी जान्छौँ। हामीले यहाँ पेज नेम राख्छौँ। पेज नेम समथिङ साग्दु है। यस्तो राखौँ कि साग डिजिटल युनिभर्सिटी राखौँ है। युनिभर्सिटी है, साग डिजिटल युनिभर्सिटी। क्याटेगोरीमा के राख्छौँ, डिजिटल, डिजिटल मार्केटिङ। तपाईँहरू पनि त सागडुमा डिजिटल मार्केटिङकै लागि आबद्ध हुनुभएको हो है। बायोमा के राख्छौँ भने अहिलेको लागि टिच अ डिजिटल,
हाउ टु टिच अ डिजिटल मार्केटिङ है। तपाईँहरूले पनि यसरी नै क्रिएट गर्नु होला। क्रिएट गर्नु भएको छ भने तपाईँहरूलाई थाहा छ है, त्यो कुरामा धेरै कुरा गर्नु पर्ने छैन। यहाँ चाहिँ के भयो भन्दाखेरि, यहाँ यसले अब रेस्टुरेन्ट र रियल इस्टेट मात्रै मलाई दुईवटा अप्सन मात्रै दियो है। जबसम्म हाम्रो यस्तो ग्रिन टिक आउँदैन तबसम्म हाम्रो क्रिएट पेज गर्न दिँदैन है। रियल इस्टेटमै राखिदिउँ है, रियल इस्टेट राख्न नमिल्ने हो होइन मेरो हिसाबमा। तर मैले जुन फिल्डमा टपिक सर्च गरेँ त्यो फिल्ड मलाई दिएन है। देख्नु भइरहेछ, मैले त्यो राख्दा दिएन, र अहिले घर जग्गा मतलब रियल इस्टेट राखिसकेपछि मलाई अगाडि बढ्ने अप्सन दियो। बुझ्नु भएको छ नि? ध्यान दिएर सुन्नु होला। यो भनेको तपाईँको 15 दिनको कोर्समा मेन टपिक र तपाईँको करियरलाई एउटा इन्टर गर्ने पोइन्ट हो। यो कुरा याद गर्नु होला है तपाईँहरूले। यो जति समयमा ध्यान दिनुभयो भने तपाईँको लागि हो। मैले 15 दिनको क्लासमा यति पैसा तिरेको थिएँ, यति गर्दा मैले चाहिँ सागडुबाट चाहिँ मेन पोइन्टहरू पाएँ, म सेटिस्फाई छु भन्ने कुराहरू पाउनुहुन्छ है। त्यसैले म अगाडि बढ्छु। तपाईँहरूलाई कुनै कुरा कन्फ्युजन छ भने च्याट बक्समा राख्नु होला है। तपाईँहरूको रेस्पोन्स म दिँदै गर्छु र पढाउँदै पनि गर्छु। तर कन्फ्युजनमा अगाडि नबढ्नु होला म भन्छु है। तपाईँको वेबसाइट छ भने वेबसाइट राख्नु होला, वेबसाइट छैन भने फोन नम्बर राख्नु होला है। सर्चमा हामी नेपाल राख्छौँ, नेपाल पछि लोकेसन राख्छौँ, तनहुँ नेपाल, तनहुँ नेपाल। अब मैले पहिला नै गरिसकेको छु। जिप कोड चाहिँ तपाईँले गुगलमा गएर तपाईँ कुन एरियाको हो, जिप कोड पोस्टल कोड भनेर सर्च गर्नुभयो भने सजिलै उपलब्ध गर्न सक्नुहुन्छ। र घन्टा भनेछ समयमा उपलब्ध छैन, सधैँ खुल्ला, ओपन सिलेक्ट आवर्स। तपाईँले मेरो बिजनेस अर्थात् तपाईँले बिजनेस नाम राख्ने हो पेजमा त, या आफ्नो फ्रिल्यान्सिङ नेम राख्ने हो, के राख्नुहुन्छ, त्यसको खुल्ने समय कुन हो भने मैले यहाँ तपाईँले ओपन एट सिलेक्टेड आवर राख्नुभयो भने तपाईँको सन्डे मन्डे कति समय खुल्ने भन्ने कुरा हुन्छ, तपाईँले त्यो अनुसार गर्न सक्नुहुन्छ। होइन भने मैले सधैँ खुल्ला गर्छु, सधैँ खुल्ला राखिदिएँ है त। अर्को, अब तपाईँले प्रोफाइल र कभर फोटो त्यो राख्न सक्नुहुन्छ। ठिक छ नि? अब मैले यो चाहिँ राखिनँ है। वाट्सएप नम्बर त्यो पनि राख्न सक्नुहुन्छ है। यो जस्तो जस्तो फर्म फिलअप माग्छ त्यो अनुसार तपाईँले फर्म फिलअप गरेर आफ्नो पेजलाई क्रिएट गर्न सक्नुहुन्छ है। त्यो हुनाले हाम्रो पेज क्रिएट भइसकेको छैन। अब यसलाई नि मैले छोडेँ, सबै क्रिएट गरेँ र साथीहरूलाई तपाईँहरूले पेज क्रिएट गरिसकेपछि इन्भाइट गर्न सक्नुहुन्छ। जस्ट तपाईँको प्रोफाइलमा कति साथी छन् त्यो साथीहरूलाई क्रिएट गर्न सक्नुहुन्छ है। अब यहाँ मैले 1000जना सिलेक्ट गरेर इन्भाइट गरेँ, तर म अहिले गरेन है यो पेजबाट। तपाईँहरूले सिलेक्ट गरेर गर्न सक्नुहुन्छ। मैले इन्भाइट गरिनँ र म अगाडि बढेँ। मेरो अब यहाँ हेर्नुहोस् है, मेरो यता गइसकेपछि फेरि के आउँछ, साग डिजिटल देख्नुभएको थियो। ओके 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 ओके, जस्ट वेट। देख्नु भएको छ नि है, मेरो पेज भ्यू अल पेज गर्नु होला। मैले जस्ट अघि
क्लियर गरेको साग डिजिटल युनिभर्सिटी पेज क्रिएट भइसकेको छ। अब म तपाईँलाई यहीँबाट भन्छु है, त्यो कुरा बुझ्नु होला। मैले साग डिजिटल युनिभर्सिटी पेज लगइन गरिसकेँ, मतलब स्विच गरेँ है। स्विच गरिसकेपछि ओके, जस्ट स्विच भएन यो। गो टु पेज। त्यसपछि मैले क्रिएट गरिसकेपछि साग डिजिटल युनिभर्सिटी पेज स्विच गरेँ है। रिलोड द पेज भर्खरै बन्दैछ, त्यो भएर करेन्टली नट एभाइलेबल। ओके, एभाइलेबल भइसक्यो। तपाईँहरूलाई मैले पेज एसेस कसरी लिने भन्ने कुरा गर्दैछु है। ओके, मेरो पेज खुलिसकेको छ। अहिले मैले कुनै केही प्रोफाइलहरू राखेको छैन। तपाईँहरू मेन सुन्नुहोस् है। तपाईँ एउटा कुरा के सम्झिनु भने, म चाहिँ कस्टमर हो, तपाईँहरू एउटा काम गर्ने व्यक्ति फ्रिल्यान्सर हो है। त्यो हो भने तपाईँले यसरी नै फ्रिल्यान्सिङ हो भने म कस्टमर हो भने कस्टमरको पेज स्विच गर्ने, र पेज स्विच गरिसकेपछि ध्यान दिएर बुझ्नु होला, पेज स्विच गरेपछि म सेटिङमा जान्छु है। सेटिङमा गइसकेपछि एकचोटि तपाईँहरूले नेपालीमा कतिको बुझ्नु भएको छ नि होइन? तर छैन भने म इङ्ग्लिस गरिदिन्छु यसलाई। इङ्ग्लिस त गरेको हो, तैपनि फेरि भइरहेको छैन। ओके, अब चाहिँ हुनुपर्छ है। फेरि पनि त्यही आइरहेको छ, किन यस्तो समस्या भन्ने भए। ठिक छ, हामी सेटिङमा गइसकेपछि कहाँ जान्छौँ? पेज सम्बन्धी विवरण, स्टोरी भनेर, अनि रिलहरू, पृष्ठ सेटअप मतलब कि पेज सेटअप है। हामी सेटिङमा जान्छौँ, सेटिङ पछि पेज सेटअप जान्छ। तपाईँहरूले पोइन्ट गरेर राख्नु होला है। तपाईँहरू कापी कलम हातमा लिनुभएको छ भने जस्ट कहाँदेखि कहाँ गइयो भन्ने कुराहरू लेखेर राख्नु होला, र त्यही अनुसार काम गर्नु होला। पेज सेटअपमा गइसकेपछि हामीले देख्छौँ नाम, पेज पहुँच भनेको पेज एसेस है। तपाईँहरूले सजिलो बुझ्नुहुन्छ, पेज पहुँच, पेज एसेस। मैले नेपाली इङ्ग्लिस दुवैमा भनिरहेको छु, कन्फ्युजन नहुनु होला। हाम्रो काम भनेको पेज एसेस, पेज पहुँचमा हुन्छ। जस्ट हामीले क्लिक गर्छौँ र यहाँ नयाँ राख्नुहोस् भनेको छ है। नयाँ राख्नको लागि हामीले एड न्यू गर्छौँ। नयाँ मतलब एड न्यू गर्छौँ। जस्ट एड न्यू गरिसकेपछि हामी अर्को अप्सन चुज गर्छौँ, मतलब नेक्स्ट अप्सन चुज गर्छौँ। र तपाईँहरू, म त कस्टमर हो, तपाईँहरू फ्रिल्यान्सर हो। जस्तै मनोज पन्त मानन, उहाँ चाहिँ एउटा फ्रिल्यान्सर हो भने म मनोज पन्त माननको नाम सर्च गर्छु र मैले उहाँलाई एसेस दिन्छु। जस्ट एसेस दिएपछि उहाँको मनोज पन्त नाननमा पेज नोटिफिकेसन जान्छ। जस्ट तपाईँलाई चाहिँ यो व्यक्तिले पेज एसेस दिइरहेछ, तपाईँ लिने कि नलिने भन्ने कुरा कन्फर्म गर भन्ने मेसेज तपाईँकोमा आउँछ। जबसम्म तपाईँले 30 दिनभित्र कन्फर्म गर्नुभयो भने तपाईँले पेज एसेस पाउनुहुन्छ, र त्योभन्दा पछाडि तपाईँलाई भ्यालिड हुँदैन, र तपाईँले एसेस टेक गर्ने कि नगर्ने तपाईँको कुरा है। मैले यति मात्रै भने, र तपाईँको नाम सर्च गरिनँ, र पेज एसेस दिने मेथड भने है। यति गरिसकेपछि हाम्रो पेज क्रिएट भयो, र पेज एसेस कसरी दिने भन्ने कुरा नि गऱ्यौँ। जस्ट यो पेज एसेस लिनुको मतलब यो हो कि हामीलाई कसको या कुनै कस्टमरको काम गर्नको लागि एड एकाउन्टमा, बिजनेस म्यानेजर एकाउन्टमा हामीलाई
पेजको आवश्यकता पर्छ। त्यो कारणले गर्दा हामीले पेज एक्सेस लिइरहेका छौँ है। क्लियर? क्लियर हुनुहुन्छ भने, यहाँसम्म क्लियर हुनुहुन्छ भने क्लियर भन्नुहोस् है। च्याट बक्समा भन्नु होला सबैजनाले। छ कि छैन, क्लियर हुनुहुन्छ कि नै? ओके, 17 मेसेज। क्लियर ल्याङ्ग्वेज। ल्याङ्ग्वेजमा केही समस्या छ रविन पन्तज्यू? क्लियर सर, ल्याङ्ग्वेज चेन्ज गर्न मिल्दैन। ओके, ल्याङ्ग्वेज चेन्ज मैले 2-3 चोटि गरिरहेको छु सर, होइन, तर भइराखेको छैन। है, मैले तपाईँहरूलाई भनिराखेको छु, नेपाली इङ्ग्लिस दुवैमा भनेको छु। त्यो कुरालाई टेक गर्नु होला है। अब समस्या अलिकति ल्याङ्ग्वेजमा है, इङ्ग्लिसमा राख्नु भनेको सर। ओके, प्रोफाइलबाट एफबी ल्याङ्ग्वेज हुन्छ के सर, त्यहाँबाट भन्दा नि? ओके ओके ओके। भनेपछि के तपाईँहरूलाई फेरि इङ्ग्लिस गराएर गरिदेखाउनु पर्ने हो कि म अगाडि बढ्दा हुन्छ? क्लियर गर्नुहोस्। होइन भने म गर्छु है। जबसम्म तपाईँहरू बुझ्नुहुन्न तबसम्म म पर्दैन। क्लियर छ हाम्रो उमेशले भन्नुभएको छ, तर सबैले क्लियर छौँ भने क्लियर छौँ भन्नु है। छैनौ भने क्लियर सर, क्लियर क्लियर। अरू 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 तपाईँहरू एक्टिभ हुनुहोस् है। जबसम्म एक्टिभ हुनुहुन्न, जबसम्म तपाईँहरू एक्टिभ हुनुहुन्न तबसम्म सिक्नुहुन्न है। अलि एक्टिभ हुनुहोस्। छ हो, छ हो। अब 4-5जनाले भन्नुहुन्छ हामी यत्रोजना छौँ भने 4-5जनाले भनेर म कसरी, अब 31जनामा त लगभग 25% त म्यासेज आउनु पऱ्यो त। परेन र? ओके, अगाडि बढौँ अगाडि बढौँ। ओके भनेपछि म अगाडि बढ्छु है त। अब जस्ट हामी के गर्छौँ, हामीले एड एकाउन्ट बनाइसकेका छौँ है। अब एड एकाउन्ट क्रिएट कसरी गर्ने भन्ने कुराहरू म तपाईँलाई बुझाउँछु है त। मैले तपाईँहरूलाई फेरि स्क्रिन सेयर गरेँ र सेयर गरिसकेपछि म कहाँ जाँदैछु भन्ने कुरा पनि ध्यान गर्नु होला है तपाईँहरूले। मेन कुरा म के गर्दैछु र कहाँ जाँदैछु भन्ने कुराहरू चाहिँ एकदम ध्यान दिएर हेर्नु होला है। म अहिले न्यू ट्याबमा जाँदैछु। न्यू ट्याब तपाईँहरूले देख्नु भएको छ कि नै? मेरो जुम बारले छेकेको छ कि नै तपाईँहरूलाई? छेकेको छ भने छेकेको छ भन्नु है, छेकेको छैन जस्तो लाग्छ मलाई मेरो स्क्रिन सेयरमा। म के गर्छु, हामी अब के गर्दैछौँ भने फेसबुकको काम सक्यौँ होइन, पेज एक्सेस कसरी लिने, पेज कसरी क्रिएट गर्ने भन्ने कुरा सिकिसक्यौँ। त्यसपछि हामीले बिजनेस म्यानेजर एकाउन्ट बनाउँदैछौँ है। बिजनेस म्यानेजर एकाउन्ट बनाउँदैछौँ भने गुगलमा गइसकेपछि हामीले business.facebook.com.बाट पनि हुन्छ, /select.बाट पनि हुन्छ है। मतलब business.facebook/ मैले चुज गरेर सर्च गरेर म मेटा बिजनेस सुइट
ओके ओके, हाउ टु म्युट यो। ठिक छ, तपाईँहरूले अहिले सुनिराख्नु भएको छ? म के भन्दै थिएँ भने हामी बिजनेस म्यानेजर एकाउन्ट सेटअप गर्दैछौँ, जसको लागि हामी गुगलमा जान्छौँ। गुगलमा गइसकेपछि बिजनेस डट फेसबुक स्ल्यास सिलेक्ट अर्थात् डट कम पनि सर्च गर्न सक्छौँ। त्यो सर्च गरिसकेपछि हामीले फर्स्टमा आउने मेटा बिजनेस सुइट लगइन गर्छौँ। त्यहाँ गइसकेपछि हामीले यस्तो प्रकारको इन्टरफेस देख्न सक्छौँ है। यस्तो प्रकारको इन्टरफेस देखिसकेपछि हाम्रो काम भनेको यहाँ हो है। ओके, जस्ट वेट। तपाईँले एउटा त मेरो तपाईँले यहाँ के कुरा पनि ध्यान दिनुपर्छ भने तपाईँको एड एकाउन्ट प्रोफाइलमा बन्दैछ कि पेजमा बन्दैछ भन्ने कुरा हुन्छ है। अब मेरो प्रोफाइलमा तिन एसेट छ, जस्तो टप 10 अमृत डिजिटल, साग डिजिटल भयो भने मेरो है। मैले तपाईँहरूको बिजनेस पोर्टफोलियो बनाउनको लागि यहाँ क्रिएट अ बिजनेस पोर्टफोलियोमा जानुपर्ने हुन्छ। ओके, मैले फेरि बिजनेस साग डिजिटल अहिले यसैमा दिँदैन है। मैले के गरेँ भन्दा जस्ट वेट, मैले बिजनेस एसेट ओके ओके सबै छ सबै छ सबै छ भनेपछि त ओके, मेरो तपाईँले यहाँबाट क्रिएट बिजनेस पोर्टफोलियो गर्नुभयो भने यहाँ फेसबुक पेज we are having trouble fulfilling your request. Just wait है। ओके, मैले फेरि तपाईँलाई गरेँ है। यहाँ मेरो समस्या है, यो फेसबुकको पनि काम छ क्या, हामीले फेसबुक क्लियर गर्छौँ। जस्ट वेट गर्नु है, यो पनि क्लियर गर्छौँ र हामी यसलाई पनि क्लियर गर्छौँ है। त्यसपछि हामी फेरि मैले रिपिट गरेँ है, न्यू ट्याबमा गइसकेपछि बिजनेस डट फेसबुक सिलेक्ट सर्च गऱ्यौँ। सर्च गरेपछि बिजनेस मेटा बिजनेस साइटमा जान्छौँ। यहाँ गइसकेपछि हामीले मेटाको लेफ्ट साइडमा रहेको मेटा बारमा पेजको डाउन एरोमा क्लिक गर्छौँ र हामी क्रिएट अ बिजनेस पोर्टफोलियोमा क्रिएट बिजनेस पोर्टफोलियो गर्छौँ है। क्रिएट बिजनेस पोर्टफोलियो गर्नको लागि किन भइरहेको छैन, किन भइरहेको छैन कुरा, जस्ट ओके, जस्ट वेट है। मैले यहाँ चाहिँ यो चाहिँ एडिट गर्छु, पेजलाई स्विच गर्छु।
मैले अर्को पेजलाई गर्न खोजेँ है। अर्को पेजबाट मैले एड बिजनेस पोर्टफोलियो अर्थात् बिजनेस म्यानेजर एकाउन्ट बनाउँदैछु है। त्यसपछि मेरो अमृत मगराती डिजिटलमा एउटा बिजनेस एसेट छ जुनमा अमृत मगराती पेज सेट छ है। तपाईँहरूलाई क्रिएट अ बिजनेस पोर्टफोलियो गर्नको लागि अब यस्तो छ, मलाई यहाँ क्रिएट अप्सन दिइरहेको छैन किनकि मैले यहाँ धेरैभन्दा धेरै बनाइसकेको छु क्या। ल हेर्नुहोस् न, अब यसमा पनि एउटा बिजनेस एसेट छ, यसमा पनि छ, यसमा पनि छ, तिन चारवटा भइसकेको छ। जसरी हामी यहाँ जान्छौँ, यहाँ गइसकेपछि हामीलाई तपाईँको बिजनेसको नाम र ओके, तपाईँहरूमध्ये एकजनाले सेयर गर्नुहोस् त, म तपाईँहरूकोमा बनाइदिन्छु। मोबाइलमै सेयर गर्दा पनि हुन्छ। तपाईँहरूलाई एक एक गाइड गर्छु। कोसँग छ, पिसी छ भने, ल्यापटप कसैसँग छ भने भन्नुहोस् त। तपाईँहरूलाई अनम्युट हुने अप्सन दिन्छु है। ओके, लौ लौ लौ। ओके, हाम्रो भूमि विष्टज्यूले चाहिँ सेयर गर्नुहोस्, स्क्रिन सेयर गर्नुहोस्। अहिले पिसीमा हुनुहुन्छ या मोबाइलमा हुनुहुन्छ? जहाँ हुनुहुन्छ, मोबाइलमा हुनुहुन्छ भने मोबाइलबाट छोड्नुहोस् र ल्यापटपबाट आउनुहोस्। तपाईँलाई पनि सजिलो हुन्छ है। तपाईँको स्क्रिन सेयर गर्नुहोस्, मैले स्टप सेयर गरेँ है। भूमि विष्टज्यू, तपाईँ स्क्रिन सेयर गर्नु होला। ओके ओके ओके, अब तपाईँ पक्नुहोस् है, तपाईँलाई मैले अनम्युट हुने अप्सन दिन्छु। सरी सरी। स्टुडियो तपाईँ अनम्युट हुनु होला, मैले अनम्युट हुने अप्सन दिएको छु। आस्क टु अनम्युट। ओके हजुर सर। ओके, ठिक छ। तपाईँ पासबुक फेसबुक लगइन गर्नु। ओके, अहिलेसम्म बुझिराख्नु भएको छ नि, होइन? बुझिरहेको छ सर। क्लियर भएको छ सर मेरो? सेयर भएको छ एकदम। इनकरेक्ट भन्छ पासवर्ड। भने पासपोर्टै किन मानेन? डाइरेक्ट लगइन अघिसम्म मैले फेसबुक खोलेको थिएँ यसमा। लगइन गर्नु, गुगलबाट लगइन गर्दा पनि हुन्छ। तपाईँको पेज क्रिएट छ नि, होइन? मेरो मोबाइलमा चाहिँ म ट्राई गर्दै थिएँ कि सर, त्यो क्लियर छ। ओके, पक्नुहोस् तर एकछिन। पासपोर्ट किन मानेन भन्ने हो। ल ल, भयो भयो भयो। ओके, तपाईँको खुल्यो। तपाईँको पेज एकचोटि हेरौँ। पेजै खुलेछ। पेजै खुल्यो। पेजै खुल्यो। ओके, एकचोटि प्रोफाइल जानुहोस् न, त्यहाँ क्लिक गर्नुहोस्। ओके, भूमि विष्ट तल पेज हो। माथिको प्रोफाइल हो, तलको पेज हो। त्यही त, पेजै खुल्यो, यो पेजै हो मेरो। ओके ओके ओके, पेज ओके। अब के गरौँ? भनेपछि तपाईँले यसलाई छोडिदिनु, तपाईँको ठिक छ है। तपाईँको आफ्नै हजुर। पेजबाट अहिले सुरु गर्ने हो।
हजुर न्यू ट्याबमा जानुहोस्। न्यू ट्याब मतलब तपाईँको टप बारमा रहेको न्यू ट्याब है। उम्, प्लस प्लस बटनमा एकछिन है, म तपाईँलाई रिमोट कन्ट्रोल लिन्छु, गाइड हजुर गर्छु, हस् हुन्छ तपाईँ गर्नु होला, हुन्छ कन्फर्म गर्नु होला है। हस् हस् ओके, हाम्रो सरले भनिरहनु भएको छ मेटा बिजनेस सुइटमा जानुहोस् न डाइरेक्ट। ओके, उहाँको पेज पनि हेर्नुपर्छ। न्यू ट्याब भन्नको मतलब हाम्रो यो प्लस आइकन है। हजुर कन्फर्म गरिदिनु भयो? एप्रुभ गरिदिउँ सर हजुर, एप्रुभ गरौँ। अँ गरेँ कन्फर्म भयो कन्फर्म कन्फर्म गरौँ अँ ल। ओके, अब हजुर हुन्छ है त। न्यू ट्याब मतलब यहाँ हुन्छ है। ओके, यो न्यू ट्याबमा गइसकेपछि हामीले, ल तपाईँ नै काम गर्नुहोस्, म भन्छु मात्रै है, हजुर तपाईँलाई हजुर हुन्छ हजुर बिजनेस डट फेसबुक, बिजनेस डट फेसबुक माथि नै सर्च गर्नु, अलि राम्रोसँग गर्नु, नहतारिकन बिस्तारै गर्नु है। त्यसलाई क्लियर गर्नुहोस्, कडिट गर्नुहोस्, केही फरक पर्दैन। कन्ट्रोल ए गर्नुहोस्, सिलेक्ट गर्नुहोस्, फेरि टाइप गर्नुहोस्, केही फरक पर्दैन। ओके, फेरि कडिट गर्नुहोस् है। फेरि यसलाई, यो न्यू ट्याबलाई नै कट गर्नुहोस्, फेरि न्यू ट्याब ओपन गर्नुहोस्, भइहाल्छ। तपाईँले अघि पढाएको बुझ्नु भएको छ भने म त्यहाँसम्म लिगेर जान्छु तपाईँलाई है। बुझेको छु सर मैले बुझेको छु मेरो नेट अलिकति उ भइरहेको कि त्यही भएर पनि उ भइरहेको हामी BUSSINES बिजनेस डट, तपाईँले देख्नु भएको छ तल बिजनेस डट देखिया फेसबुक। हजुर ओके, त्यो अँ त्यो तपाईँ, सिलेक्ट गरौँ सर सिलेक्टमा कि फेसबुक सिलेक्ट ओके भइसक्यो है। त्यसपछि हजुर तपाईँको यस्तो प्रकारको इन्टरफेस खुलिसकेपछि हजुर मेटा बिजनेस सुइट खुल्छ। मेटा बिजनेस सुइट खुलिसकेपछि कहिले कति तपाईँको टन्नै छ फलोवर्स पनि होइन, लगभग तपाईँकोमा चाहिँ एड एकाउन्ट बनाउन दिन्छ है। त्यस्तै यो क्रिएट अफ बिजनेसमा हो नि जानुपर्ने ओके, यहाँसम्म गएको म मोबाइलबाट त्यही भएर ओके ओके ओके, बनाउनुहोस्। त्यो त अब यसमा चाहिँ के राख्नु पर्ने हो र तपाईँको बिजनेस बिजनेस प्रोफाइल पोर्टफोलियो नेम, तपाईँको बिजनेस के छ, त्यो त के राख्ने भन्ने हो तपाईँ कुन हिसाबले, होइन, म हजुर सात हजुर डिजिटल युनिभर्सिटीमा गइसकेपछि हजुर तपाईँहरू अझै पनि आफ्नो गोल र निस फाइन्ड आउट गर्नु भएको छ कि नै है। तपाईँहरू साग डिजिटल युनिभर्सिटीको डिजिटल मार्केटिङ कोर्स इनरोल गर्दै गर्दा म चाहिँ यो चिज यहाँ गएर सिक्छु भनेर त आउनु भएको नि त होइन। हजुर त्यो हो भने तपाईँको गोल के हो, निस के हो, तपाईँ फ्रिल्यान्सर बन्ने हो या तपाईँको व्यवसायलाई प्रमोट गर्ने हो। बिजनेस पोर्टफोलियो नेम तपाईँले जे राख्दा पनि हुन्छ, बिजनेस पोर्टफोलियो नेम त्यो तपाईँको नाम राख्दा पनि केही फरक पर्दैन। तर मैले भन्न खोजेको मतलब सबैजनालाई तपाईँको गोल त हुनु पर्यो नि त, यो सिकेर हजुर म यस्तो गर्छु है भन्ने कुरा अहिले क्रिएट गर्दै गर्दा त त्यो अनुसारको क्रिएट गर्नु पर्यो, परेन? त्यो हुनाले तपाईँ आफ्नै नामबाट गर्न सक्नुहुन्छ, केही फरक परेन। आफ्नो नाम राख्नु होला। पछि चेन्ज गर्न मिल्छ कि मिल्दैन? पछि चेन्ज गर्न मिल्छ पछि चेन्ज गर्न मिल्छ कि मिल्दैन तर मिल्दैन यो। पछि मिल्छ भने अहिले नाम हो र ओके, तपाईँको के छ व्यवसाय अहिले क्रिएट गर्दा राम्रोसँग गर्नु न, पछि त्यो झन्झट किन गर्नुहुन्छ। त्यही त त्यो पहिला नै त्यो आइडेन्टिफाई मैले गरे भए राख्न सजिलो हुन्थ्यो अहिले त्यस्तो केही पनि गरेन कि त्यही भएर पनि हो तर तपाईँको यो बिजनेस नेमले केही फरक पार्दैन है, तपाईँले जे राख्दा पनि हुन्छ। हजुर मैले भन्न खोजेको एउटा हजुर गोल र निस चाहिँ मेन इम्पोर्टेन्ट हो भन्न खोजेको है। हजुर ओके, तपाईँ अहिले आफ्नो नाम राखेर जानुहोस्।
फुल नेम राख्नु पर्ला नि। ओके फेरि तल पनि इन्टरियर कनेक्ट इन्फोमा पनि नामै त छ। तपाईँको नाम राख्नुहोस्। फेरि बिजनेस मेलमा चाहिँ तपाईँको मेल राख्नुहोस्। अर्को राख्नु पर्यो के हो? जसमा तपाईँले कोड पाउनुहुन्छ त्यो राख्नु है। हजुर किन के भने अलि स्क्रोल गर्नु, मैले यहाँबाट देखिरहेको छु, अरे अलि स्क्रोल गर्नु। ओके, के मिलेन जस्तो लाग्यो। डिफ्रेन्ट नेम फर योर बिजनेस। तपाईँको माथि जुन नेम छ त्यो नेमलाई अगाडिको दुईटा नाम भूमिलाई नि नाम चाहिँ भएन। हजुर बीलाई क्यापिटल, दुइटै बीलाई क्यापिटल गर्नुहोस् त एकचोटि। अँ, ओके नेक्स्ट गर्नु। डिफ्रेन्ट नेम भन्यो तर क्रिएट सेम सेम भयो भयो नि, त्यही भएर हो कि? भइसक्यो नि। ओ भयो क्या? ओके, त्यसलाई अलि उम्, अलि स्क्रोल नेक्स्ट तल गर्नुहोस् त, स्क्रिन अहिले मैले देखिरहेको छैन तपाईँको। ओके, मसँग नि कन्ट्रोल छ, म गर्छु है। ओके, तपाईँ कहाँ जानुभयो भने होभर द एज, अलि माथि गर्नुहोस् त तपाईँको स्क्रिनलाई। होभर गरेर माथि लैजानुहोस्, फुल देखाउनुहोस् तपाईँ स्क्रिन। फुल्लै छ सर, फुलमै छ। फुल देखिराखेन र यहाँ त फुलै देखिराख तलको भाग देखिरहेको छैन कि। र यहाँबाट त फुल देखिराख। यति हो, यहाँबाट तल हुँदैन। गो टु सेटिङ फिट बिजनेस। सपना देख्छु, कन्ट्रोल त दिनुभएको हो त तपाईँले मेरो। तपाईँको क्रिएट बिजनेस पोर्टफोलियो बनिसकेको छ है, यहाँ हेर्नुहोस् है। हजुर हजुर त्यसपछि तपाईँ फेरि भूमि बिस्ट यहाँ देखिरहेछ नि होइन, देख्नु भएको छ। हजुर देखिरहेछ। अनि बिजनेस यहाँ भूमि बिस्टको सेटिङमा जानुपर्ने हुन्छ है। सेटिङमा गइसकेपछि हामीले के पाउँछौँ, एकाउन्ट्सभित्र पेज ए जानुहोस् है। हजुर पेज गइसकेपछि हामीले यहाँ माथि देखिरहेछौँ या तल पनि देख्नु भएको छ, मैले देखिरहेको छैन एड तर एड हजुर तल सेट देखिराख एड तल। एड पेज गर्छौँ। हजुर अब यहाँ बुझ्नुपर्ने तिनवटा कुरा छ है। तपाईँसँग पेज छैन, क्रिएट न्यू फेसबुक पेज। तपाईँसँग पेज छ, एड अ न्यू एक्सिस्टिङ फेसबुक पेज। या कसैको पेजको एसेस लिने हो, रिक्वेस्ट सेयर्ड एसेस टु फेसबुक पेज। अहिले हाम्रो भूमि विष्टज्यूसँग के छ, पेज छ उहाँकै मसँग। आफ्नै पेज छ भनेपछि एड एन्ड एक्जिस्टिङ पेज गर्छौँ। र यहाँ तपाईँले आफ्नो फेसबुक पेजको नाम सर्च गर्नुहोस्। नेपालीमा छ मेरो नाम चाहिँ अब नेपालीमै गर्नुहोस्। नेपाली राख्नु पर्यो क्या यहाँबाट? किबोर्ड नेपाली गर्नुहोस्। किन चलेन सर यहाँबाट? चल्दै चलेन त यहाँ, माथि चल्दैछ। चलेको छ त, तपाईँको देखिरहेको छ चलेको। नेपाली चलेन। नेपाली
ओके अँ, इङ्ग्लिसमै सर्च गर्नु त आउँछ कि आउँदैन? इङ्ग्लिसमै गर्दा त खै हेर्छु म। ओके त्यो हुँदैन भने भएन। अर्को अप्सन तपाईँ यो फेसबुकमा जानुहोस्। भन्नु है मैले फेसबुकमा लिएर गएँ। हाम्रो सर एकदम फास्ट हुनुहुन्छ हो। हो यो तपाईँको यही पेज होइन त? हो नि होइन? हजुर जस्ट अँ। यसलाई कपी युआरएल गर्ने है। उम्, अनि त्यहाँ गएर युआरएल सेट पेस्ट गर्ने। गरिदिउँ। कन्ट्रोल भी पेस्ट। ओके आयो नि त होइन? कुन हो? हजुर दुइटा आयो आउन त। त्यही त। अब टु देखाएन। डिग्री दुइटै डिग्री प्रोफाइल पेयर नम्बर 800। ओके फर्स्टको क्लिक गर्दै है मैले। हुन्छ। प्रोफाइल त देखाउनु पर्ने हो तपाईँको। नामै टु नै देखाएन यसमा। फेसबुक पेजै हो क्या? नेक्स्ट गर्नुहोस्। पेज सिलेक्ट गरेर फेरि कहाँ जानुभयो तपाईँ? नेक्स्ट गर्दाखेरि त यही आउँछ त। यो किन देखाइरहेको छैन मेरो? फेरि अघिकैबाट आएछ एड भनेरै आयो। यस्तो फेरि पेजमा हुनुहुन्छ एड गरौँ है त फेरि। तपाईँको एड भइसकेको छ भने हुँदैन, भएको छैन भने फेरि हुन्छ है। यसकै तल तपाईँले केही अप्सन भेट्नुभयो होला नि त होइन? हजुर यसमा यसमा त्यही त हो नि। त्यो कन्फर्म गर्दाखेरि यही भइरहेको हो। कन्फर्म भयो त्यसो भने एड एकाउन्टमा फेरि जानुहोस्। फेरि त्यही आयो। एड एकाउन्टमा जानुहोस्। एड गर्नुहोस्। एडमा जानुहोस्। एडिडी एड प्लस एड एड। एकाउन्ट गर्दैछु। यहाँ अझ फेरि प्लस एड गर्नुहोस्। अब हामीले पेज एक्सेस गरेको थियौँ भने तपाईँको पेजभित्र तपाईँको बिजनेस पोर्टफोलियो नेम छ जुन भूमि विष्ट, त्यो भित्र हजुर हामीले एड एकाउन्ट बनाउँदैछौँ जुन एड एकाउन्टबाट हामीले विज्ञापन चलाउन सक्छौँ है। क्रिएट अ न्यू एड एकाउन्ट। यसमा जाउँ। यस ओके एकाउन्ट नेम राख्नुहोस्। फेरि क्यापिटल माग्ला। अब के गरौँ सर? तपाईँ टाइम त्यो जोन भन्यो। टाइम जोनलाई काठमाडौँ सर्च गर्नुहोस्। तल काठमाडौँ आइसकेको थियो त म्याम। हो र? ओके क्लियर गर्नु त आउँछ। जस्ट क्लियर। ओ तल आइरहेको छ हो। तलको कि माथिको दुइटै एउटै क्या? दुइटै एउटै हो। ओके डलर छोडिदिनुहोस् त्यत्तिकै नेक्स्ट गर्नुहोस्। स्किप नेक्स्ट गर्नुहोस्। फेरि के त्यहाँ भन्यो आई यो? एग्री गर्नुहोस्। तल सानो बक्स छ त्यहाँ क्लिक गरेर आई एग्री गर्नुहोस्। क्रिएट अकाउन्ट गरिदिउँ। ए के कन्फर्म। भयो? आई एग्री छ नि त्यहाँ गर्नुभयो? यहाँबाट देखिरहेको गरेको। गरेको सर गरेको। कन्फर्म गर्नुहोस्। ओके डन भन्यो अब। ओके तपाईँहरूले डलर कार्ड त बनाउनु भएको छैन पक्कै? छैन। अब हामीलाई एड चलाउने हो भने विज्ञापन मेटा फेसबुक बिजनेसबाट चलाउने हो भने हामीलाई हजुर डलर कार्डको आवश्यकता पर्छ। आवश्यक। हजुर तपाईँहरूसँग
फेसबुक मतलब के ग्लोबल आइएमई छ। हजुर अँ। ग्लोबल आइएमई छ भने तपाईँले आफ्नै फोन पेबाट पनि डलर कार्ड एप्लाई गर्न सक्नुहुन्छ है। हजुर अरू ब्याङ्कको विषयमा त मलाई त्यति जानकारी भएन, तर ग्लोबल आइएमई ब्याङ्कको छ भने चाहिँ हामीले ग्लोबल आइएमई ब्याङ्कको मोबाइल ब्याङ्किङ खोलिसकेपछि इ कम सेटअप भन्ने एउटा अप्सन भेट्छौँ। त्यहाँ गएर आफ्नो नागरिकता नम्बर र पान नम्बर मतलब ट्याक्स नम्बर चाहिँ फुलफिल गरिसकेपछि गरेको अ, केही समयमा तपाईँको डलर कार्ड नम्बर र सिबिबी नम्बर दिन्छ। त्यो नम्बर हालेर हामीले एड पेमेन्ट इन्फो गर्नुपर्ने हुन्छ है। हजुर। अब यसलाई मेरो के गर्नु? कटिट गर्नुहोस्। ओके, हजुर। तपाईँ फेरि भूमि विष्टा होममा जानुहोस्, मेटाको होममा जानुहोस् एकचोटि। ओके, होममा जाउँ सर? होम पछि तल एड म्यानेजरमा जानुहोस्। तल त माथिमा एड म्यानेजर। ओके, क्याम्पेन जानुहोस्। लगइन भइरह क्या। वेट, हामीमध्ये यहाँसम्म सिकेका कुरा कसलाई आउँदैन है? के कुरा कन्फ्युजन छ भन्दै गर्नु होला। जस्ट हामी अब के गर्छौँ, यहाँ हामी अब के गर्नु? क्याम्पेन चलाउनको लागि रेडी भइसकेका छौँ है। बुझ्नुभयो? तर क्याम्पेन चलाउनुभन्दा पहिला हामीले जुन अघि हजुर मैले भनिसकेको थिएँ, क्याम्पेनका लागि हामीसँग 6वटा क्याम्पेन हुन्छन्, मतलब 6वटा टपिक हुन्छन्। कुन टपिक अनुसारको क्याम्पेन चलाउँदैछौँ भन्ने कुरा हुन्छ है। जस्ट हामीले के देख्छौँ, यहाँ ग्रिनमा रहेको क्रिएट अप्सन क्लिक गर्नुहोस्। ग्रेट। ओके, क्रिएट गर्नुहोस्, यहाँ आउँछ अनि म भन्छु। नेट अलिक स्लो रहेछ। हजुर। ओके, स्क्रोल गरेर अलिकति स्लो छ सर। स्क्रोल गर्नुहोस् थोरै। अब हामीले के भेट्यौँ? 6 टपिक भेट्यौँ हो। अवेरनेस, ट्राफिक, हजुर। विक इङ्गेजमेन्ट, लिड्स, इन्गेजमेन्ट। एप प्रमोसन र सेल्स है। अब हजुर। अवेरनेस क्याम्पेन केमा चलाउने, ट्राफिक कस्तो अवस्थामा चलाउने, इङ्गेजमेन्ट कस्तो अवस्थामा चलाउने, लिड्स कस्तो अवस्थामा चलाउने। अब एप प्रमोसन प्रमोसन। भनेको त हामीले कुनै हाम्रो एप छ भने त्यसको प्रमोसनको लागि त्यो चलाइन्छ है। सेल्स। एप प्रमोसन हजुर। छुट्टै भइहाल्यो। अब सेल्स भनेको त अब सेल्स नै भइगयो। हामीले सेल्सको लागि सेल्स क्याम्पेन चलाउँछौँ। अब भनौँ कुनै कस्टमरले, तपाईँ फ्रिल्यान्सर हुनुहुन्छ, तपाईँले कुनै कस्टमरको एड चलाइदिन्छु भन्नुभयो है। एड चलाउँदै गर्दाखेरि सर्वप्रथम उहाँको पेज क्रिएट गर्नुहुन्छ उहाँको बिजनेस नेम अनुसार। पेज क्रिएट गरेर त्यो पेजमा अवेरनेस क्रिएट गर्नको लागि तपाईँले अवेरनेस क्याम्पेन चलाउनुहुन्छ। मतलब कि अवेरनेस क्याम्पेनमा तपाईँले तपाईँको मार्केट मतलब कि तपाईँको ब्रान्ड के हो, तपाईँको प्रोडक्ट के हो, त्यो चिजको विषयमा सबैलाई देखाउनुहुन्छ या सबैलाई जानकारी दिनुहुन्छ। त्यो नै अवेरनेस हो। म्याक्सिमम नम्बर अफ गोल्स है, त्यो नै हजुर। अवेरनेस हो। जस्ट तपाईँले अवेरनेस क्लिक गर्नुहोस् त। हो, तपाईँले अवेरनेसभित्र पाउने सुविधा भनेको के हो? एउटा रिच पाउनुहुन्छ, एउटा ब्रान्ड भ्युज पाउनुहुन्छ है।
तपाईँ फेरि हजुर। ओके लिड्समा जानुभएको छ, लिड्स छोडिदिनु त, त्यो क्लिक छोडिदिनु त। ओके अवेरनेसमा है। रिच ब्रान्ड र ओके रिच अवेरनेस। पाउनुहुन्छ, ब्रान्डको अवेरनेस मैले भनिसकेँ, तपाईँको ब्रान्डको भिडियो भ्युज पाउनुहुन्छ है। तपाईँले सेल्स गर्न चाहनु भएको छ, तर तपाईँले क्याम्पेन के गर्नु भएको छ, अवेरनेस चलाउनु भएको छ भने त तपाईँको सेल्स जेनेरेट हुन गाह्रो छ नि त। हजुर। सेल्स क्याम्पेन चलाउनु छ भने अवेरनेस क्लिक गरेर त हाम्रो सेल्स त आउँदैन। उम्, त्यो कुरा बुझ्नुपर्ने हुन्छ। र त्यो पछि हाम्रो अर्को टपिकमा जानुहोस्। अब के गरौँ सर यसमा ट्राफिकमा? ट्राफिक हो। ट्राफिक लिङ्क भनेको क्लिक। एउटा यस्तो हो कि बाटोमा बस्ने हाम्रो ट्राफिक दाइ चाहिँ होइन है, हाम्रो हजुर अडियन्स भयो। अडियन्स हो। लिङ्क क्लिक्स हाम्रो पेजमा अर्थात् हाम्रो ब्रान्डमा कसले चाहिँ लिङ्कहरू क्लिक गरिरहेछ, ल्यान्डिङ पेज कसले हेरिरहेछ। अब भनौँ न हाम्रो ब्रान्ड चाहिँ हामीले याड चलाछौँ, जस्तो अवेरनेस गऱ्यौँ नि त, हामीले अवेरनेस क्याम्पेन चलायौँ। क्याम्पेन गर्दै गर्दा हामीले भिडियो भ्युज पनि पायौँ, तर त्यही कस्टमरले के गर्यो, हाम्रो लिङ्क क्लिक गरेर पनि हाम्रो वेबसाइटमा आयो अर्थात् हाम्रो पेजमा आयो। सर्च त्यही पेज गरेर। मार्फत हाम्रो प्रोफाइल के छ भनेर सबै कुरा हेऱ्यो, ल्यान्डिङ पेज भ्युज भयो है। त्यही पेजमा रहेको लिङ्क क्लिक गरेर इन्स्टाग्राम प्रोफाइल पनि भिजिट गर्यो र मेसेन्जर, इन्स्टा, वाट्सएप र कल पनि गर्यो भने त्यो चाहिँ ट्राफिक हो है। हामीले हजुर। ट्राफिक गर्दाखेरि चाहिँ ट्राफिक क्याम्पेन चलाउँदाखेरि पाउने भनेको लिङ्क क्लिक्स, ल्यान्डिङ पेज भ्युज। कसैले ल्यान्डिङ पेज भ्युज हेर्न सक्छ, कसैले लिङ्क क्लिक गर्न सक्छ हो, हजुर। कसैले इन्स्टाग्राम प्रोफाइल भिजिट गर्न सक्छ। सबैले सबै गर्छन् भन्ने छैन, कसैले डाइरेक्ट कल पनि गर्न सक्छ। तर कल गर्दा तपाईँले सेल्स पनि गर्न सक्नुभयो, त्यो तपाईँको लागि पर्सपेक्टिभ हुन्छ है। अब नेक्स्ट इङ्गेजमेन्ट। अब मेसेन्जर, इन्स्टाग्राम एन्ड वाट्सएप। ओके के भन्दैछ, गेट मोर मेसेज, पर्चेज थ्रु मेसेज, भिडियो भ्युज, इन्ट्रेक्सन, पेज लाइक्स अर इभन रेस्पोन्स। तपाईँले मेसेज पाउनुहुन्छ, त्यसैको थ्रु पर्चेज पनि गर्न सक्छन् र भिडियोमा भ्युज पनि आउन सक्छ र अन्तर्वार्ता इन्ट्रेक्सन पनि गर्छन् र पेज लाइक पनि गर्छन्। इभन उसले कस्तो खालको रेस्पोन्स गर्छ त्यो अप्सन इङ्गेजमेन्ट क्याम्पेनले दिन्छ है। मेसेज, इन्स्टा, वाट्सएप, भिडियो भ्युज, इन्ट्रेक्सन, कन्भर्सेसन र कल्स। कल्स भइसकेपछि हामीले चाहिँ फेरि यस्तो हो नि, मेन कुरो सिटिए मतलब कल टु एक्सनमा हामीले कुन चिज चाहिँ राखेका हुन्छौँ अर्थात् हाम्रो कस्टमरलाई है। मेन कुरो ध्यान दिनु होला, हामीले अहिले एड सेटमा पनि पढ्छौँ, क्याम्पेन, एड सेट र एड पढ्छौँ। एड सेटमा के हुन्छ भन्दाखेरि हामीले हाम्रो कस्टमरलाई एड त देखायौँ होइन, एड देखाइसकेपछि हामीले हाम्रो कस्टमरलाई एड त देखायौँ, तर एड देखाइसकेपछि हाम्रो कस्टमरले कुन माध्यमले हाम्रो प्रोडक्टको बारेमा जानकारी लियोस्, वाट्सएपको माध्यमबाट लियोस् या मेसेन्जरको माध्यमबाट लियोस् या मेसेजको माध्यमबाट लियोस्, त्यो भनेको कल टु एक्सन पोइन्ट हो। जस्ट कल्सको अप्सन पनि दिन्छ भन्न खोजेँ है। नेक्स्ट लिड। अब है लिड्समा के छ, वेबसाइट एन्ड इन्स्टेन्ट फर्म्स भन्छ। हामीसँग वेबसाइट छ भने वेबसाइट पनि लिड गराउन सक्यो हाम्रो कस्टमरलाई है। इन्स्टेन्ट फर्मर्स भनेको छ, इन्स्टेन्ट पनि गर्न सक्यो। इन्स्टाग्राम। मेसेन्जर, इन्स्टाम एन्ड वाट्सएप, कन्भर्सेसन र कल्स, त्यो पनि ठिक छ। हामीले लिड्स क्याम्पेन चलाएर पनि हाम्रो कस्टमरहरूलाई लिड गराएर सेल्स गराउन सक्छौँ, किनकि त्यसले दिएको छ कि कल र कन्भर्जन अप्सन दिएको छ नि त। हजुर। त्यो माध्यमबाट पनि हामीले सेल्स ल्याउन सक्छौँ। तर इङ्गेजमेन्टमा चाहिँ इङ्गेज गराउन सक्छौँ, आफ्नो पेजलाई लाइक गराउन सक्छौँ, म्याक्सिमाइज अफ नम्बर लाइक गराउन सक्छौँ। तर प्रोडक्ट भनेको त्यति सजिलै जसरी लिड र सेल्समा गर्न सक्छौँ
इङ्गेजमेन्टमा गर्न सक्दैनौँ है। अब एप प्रमोसन भइसक्यो, एप इन्स्टल गर्ने, अब एपको इभेन्ट्सहरू देखाउने, त्यसको लागि हामीले एड चलाउँछौँ है। त्यसमा कुनै ठुलो कुरा भएन। सेल्समा जानुहोस्। अब सेल्समा हेर्नुहोस् है, तपाईँलाई कन्भर्जन। कन्भर्जन दिन्छ है, तपाईँको पेज मार्फत कन्भर्जन दिन्छ, क्याटलग सेल्स दिन्छ, मेसेन्जर, इन्स्टाग्राम, वाट्सएप र कल्स। हामीले क्याम्पेन चलाउँदै गर्दाखेरि यी चार मध्ये कुन चाहिँ अप्सन चाहिँ बेस्ट राख्छौँ हामीलाई? अब मेसेन्जर, इन्स्टा, वाट्सएप राख्नु छ, या कल्स राख्नु छ, या क्याटलग सेल्स राख्नु छ, त्यो कुरा हामी एड सेटमा, क्याम्पेनको एड सेटमा चुज गर्छौँ है। ओके, हजुर। त्यसो हो भने हामी फर्स्टमा जान्छौँ, अवेरनेस क्याम्पेन चलाउँछौँ है त। अवेरनेसमा जानुभयो, हजुर। रिच ब्रान्ड अवेरनेस र कन्भर्जन पाउनुभयो, यसलाई कन्टिन्यू हजुर। गर्नु। ओके, तपाईँ कन्टिन्यू गरिसकेपछि स्क्रोल गरेर त थोरै तल गर्नुहोस्। थोरै अझै 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 यति अझै। यति हो सर, यति हो। यति हो भनेपछि त मेरो अझै हजुर। जान बेबी। ओके। हजुर। तपाईँले देख्नु भएको छ? हजुर। सबैले देख्नु भएको छ या बुझ्नु भएको छैन भन्ने कुरा चाहिँ च्याटमा क्लियर गरौँ है। ल, अब एकचोटि मैले के गरेँ, सबसँग च्याट बक्समा चाहिँ अहिलेसम्म पढेको कुरा क्लियर छौँ कि छैनौँ त्यो क्लियर गर्नु होला। होइन भने हामी सरसर 5 मिनटमा पनि काम गर्न सक्छौँ, तर तपाईँहरूले बुझ्नु पर्यो, मेन कुरा त्यो हो। क्लियर छौ कि छैनौ एकचोटि च्याट गर्नु होला। मतलब यो हो कि तपाईँहरू क्लियर हुनुहुन्न हो। ओके छ, ओके। एकचोटि अझै सर दिनु पर्यो है, सरस्वती भनिदिनु पर्यो। ओके, त्यो म भनिदिन्छु। अब एकचोटि सुन्नुहोस् है, हामीले फेसबुक र फेसबुक पेज त बुझिहाल्नु भयो, पेज कसरी लिने भन्ने कुरा नि क्लियर हुनुहुन्छ। त्यसपछि हामी गुगलमा आयौँ। गुगलमा आइसकेपछि नम्बर 1मा बिजनेस डट फेसबुक डट सेलेक्ट गऱ्यौँ र मेटा बिजनेस सुइट एड गऱ्यौँ, इन गऱ्यौँ, एड गऱ्यौँ, इन गऱ्यौँ र इन गरेपछि हामी मेटा सुइटको होममा आयौँ। इन्टरफेस तपाईँले देखिहाल्नु भयो। त्यसपछि हामीले मेटाको लोगोभन्दा तल रहेको पेजमा क्लिक गरौँ। पेजको डाउन एरोमा क्लिक गरिसकेपछि हामीले क्रिएट अ बिजनेस पोर्टफोलियो गऱ्यौँ र क्रिएट बिजनेस पोर्टफोलियो भइसकेपछि गो टु सेटिङ गऱ्यौँ र गो टु सेटिङ पछि हामीले पेज एड गऱ्यौँ है। एकाउन्ट्सको तल पेज एड गरिसकेपछि फेरि एड पेज गऱ्यौँ र एड एकाउन्ट बनायौँ है। त्यसपछि हामी क्याम्पेन क्रिएटमा आयौँ। क्याम्पेन क्रिएट पछि हामीले अवेरनेस, ट्राफिक, इङ्गेजमेन्ट, एप प्रमोसन, सेल्स र लिड। ओके, लिड, सेल्स 6 टपिकका क्याम्पेनहरू पढ्यौँ। जुन क्याम्पेनमा अवेरनेसमा अघि भनिहाल्यौँ, हामीले हाम्रो ब्रान्डलाई हाम्रो कस्टमर सामु पुर्यायौँ नम्बर अफ भ्युजमा है, ब्रान्डलाई प्रचार गऱ्यौँ। र ट्राफिक भनेको हामीले हाम्रो पेजमा कसले कसले हाम्रो लिङ्क क्लिक गरे, कसले लाइक गरे, कसले कमेन्ट गरे, कसले हेरे भन्ने कुरा, त्यो ट्राफिक हो। त्यसको लागि हामीले ट्राफिक जेनेरेट गर्छौँ। ट्राफिक पनि कोल्ड, वार्म र हट हुन्छ। कुन चाहिँ हाम्रो प्रोडक्टको विषयमा लिन चाहन्छ तर त्यो विषयमा थाहा छैन,
र कसलाई थाहा छ तर लिगिरहेछ भने हेऱ्यो पनि तर लिगेन भने हट हुन्छ है। भनेपछि त्यसपछि हामी अब एप प्रमोसनको विषयमा तपाईँलाई थाहा छँदैछ। एपको इन्स्टल गर्ने र त्यो इभेन्टबारे देखाउने कुरा एप प्रमोसन क्याम्पेनबाट गर्न सक्छौँ। र लिडबाट पनि हामीले हामीले कल मेसेज मार्फत हामीले सेल्स गर्न सक्छौँ। र सेल्स मार्फत त हामीले सेल्स भिडियो भ्युज कन्भर्जन धेरै कुराहरू पाउन सक्छौँ है। त्यसैले हामी अहिले अवेरनेस क्याम्पेनको फर्स्ट पेजमा छौँ। क्याम्पेन चलाउँदै गर्दाखेरि एउटा क्याम्पेन भइगयो फर्स्ट पेज है। फर्स्ट पेज क्याम्पेन भयो, सेकेन्ड पेज एड सेट भयो र थर्ड पेज एड भयो है। वान एड एउटै कुरा हो। तिन टपिक बुझ्न जरुरी छ। हामीले फर्स्टमा के गर्छौँ, क्याम्पेनको नेम लेख्छौँ। क्याम्पेनमा हामीले कुन कुन टपिकमा काम गर्दैछौँ। एबी टेस्टिङ छ भने एबी टेस्टिङ अन गर्छौँ। हामीसँग दुईवटा भिडियो छ, दुईवटा इमेज छ भने हामी एबी टेस्टिङ अन गर्छौँ होइन। छैन भने हामी एबी टेस्टिङ अन गर्दैनौँ, जुन फर्स्ट पेजमा गर्ने काम हो। जस्तो न्यू अवेरनेस क्याम्पेन मैले तपाईँहरूलाई पढाउँदै भन्दै बुझाउँछु। यसरी गर्दा अलिकति सरासर पनि बुझ्न पनि सजिलो हुन्छ। ल, न्यू अवेरनेस क्याम्पेन ओके जस्ट यो किन भइरहेछ नि फेरि। ओके, क्याम्पेन तपाईँले यस्तो गर्नुहोस् कि 2026 3 महिना 2 लेख्नुहोस्, किनकि तपाईँलाई सम्झिन सजिलो हुन्छ। यो भनेको हामीले सम्झिने मात्रै हो, सम्झिनको लागि लेखिने नेम हो है। हजुर अँ। ओके, त्यसमा 2026 3 महिना 2 गते लेख्नुहोस् त। 2 महिना 3 गते लेख्नुहोस्। यसैको अगाडि लेख्दिन्छ। त्यहीबाट लेख्दा नि हुन्छ। तपाईँलाई अर्कै नाम लेख्न मन लाग्छ भने नि पुरै क्लियर गरेर लेख्न मिल्यो है। ए ठिकै छ। ओके, तपाईँले यहाँ के देख्नु भएको छ, क्याम्पेन डिटेल्समा बाइङ टाइप एक्सन देखिरहेछ। क्याम्पेनको अब्जेक्टिभ के हो अघि हामीले भनिसक्यौँ, अवेरनेस क्याम्पेन हो होइन हाम्रो, त्यहाँ दिइरहेछ। हुन्छ। थोरै स्क्रोल गर्नु, थोरै गर्नु है। अब एडभान्टेज क्याम्पेन बजेट हामीसँग छैन, हामीसँग एबी टेस्टिङ पनि छैन। एबी टेस्टिङ मैले भनिहालेँ, दुईवटा इमेज मतलब कि एउटा इमेज एउटा भिडियो छ भने हामी एबी टेस्ट अन गर्छौँ, छैन भने गर्दैनौँ है। फेरि स्क्रोल गर्नु। हजुर। अब स्पेसल एड क्याटेगोरिज भनेको छ। क्याटेगोरिज हाम्रो के हो त? अब तपाईँहरूसँग त्यहाँ क्लिक गर्नुहोस् त, म तपाईँलाई भनिहाल्छु। एरो डाउनमा सुन्नुहोस् है। अब तपाईँको कुन प्रोडक्ट सम्बन्धी हो, फाइनेन्सियल प्रोडक्ट एन्ड सर्भिस हो भने त्यो क्लिक गर्न सक्नुभयो। इम्प्लोइमेन्ट हो भने त्यो गर्न सक्नुभयो। हाउसिङ मेटेरियल हो भने त्यो गर्न सक्नुभयो। र सोसल इस्यु, इलेक्सन र पोलिटिक्स हो भने त्यो पनि गर्न सक्नुभयो। यीमध्ये तपाईँसँग कुनै पनि छैन भने कुनै क्लिक नगर्दा पनि कुनै फरक पर्दैन। बुझ्नुभयो? हजुर। त्यसपछि माथि जानुहोस् र एड सेट टपमा गर्नुहोस् त। ओके 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 जस्ट वेट। तपाईँले यहाँ देख्नु भएको छ नि होइन, एउटा न्यु अवेरनेस हजुर क्याम्पेन अँ। 2026 हामीले देखिहाल्यौँ। मैले तिन कुरा भनेको थिएँ है। तिन कुरा तपाईँले लेफ्ट साइड बारमा पनि देखिसक्नु भएको छ। न्यु अवेरनेस एड सेट, न्यु अवेरनेस एड देख्नु भएको छ। देखिया छ। दुईवटा देख्नु भएको छ, वान एड सेट र वान एड हो, देख्नु हजुर भएको अँ। छ। हो, हामीले उम्, क्याम्पेन चलाउँदा ध्यान दिनुपर्ने कुरा भनेको यिनै तिन टपिकमा हो। सरासर हामीलाई कुन क्याम्पेन चलाउने, लिड्स चलाउने, एवेरनेस चलाउने, इङ्गेजमेन्ट चलाउने, कुन चलाउने भन्ने कुरा त थाहा भइहाल्छ होइन। त्यसपछि हामी एड हुन्छ। सेटमा जान्छौँ है। एड सेटमा मेन ध्यान दिनुपर्ने कुरा, हामीले एड सेटमा कुन कस्टमरको पेजमा अर्थात् या आफ्नै पेजमा कुन पेजमा क्याम्पेन चलाउँदैछौँ भन्ने कुरा यहाँबाट चुज गर्ने हो। र हाम्रो क्याम्पेन अनुसार
पर्फर्मेन्स गोल के हो होइन, अवेरनेस क्याम्पेनको हाम्रो गोल के हो त्यो कुरा थाहा हुनु पर्यो। र हामीले कुन पेज चुज गर्दैछौँ र कति उमेर समूहकालाई देखाउँदैछौँ र कुन कुन एरियामा देखाउँदैछौँ। मतलब 18 देखि 20 वर्षसम्मकोलाई देखाउँदैछौँ, 30 वर्षसम्मकोलाई देखाउँदैछौँ, या 50 वर्षसम्मकोलाई देखाउँदैछौँ, या 65 वर्षसम्मकोलाई देखाउँदैछौँ। त्यो एज लिमिट पनि हामीले चुज गर्न पाउँछौँ। र लोकेसन भन्ने अप्सन हुन्छ। जस्ट लोकेसनबाट के पाउँछौँ भने हामीले मेरो एरिया तनहुँ मात्रै हो, मेरो लोकल एरिया भनेको तनहुँमा मात्रै छ, तनहुँभन्दा मैले बाहिर व्यापार गर्न सक्दिनँ भने मैले तनहुँलाई मात्रै पनि क्याप्चर गरेर एड चलाउन सक्छु है। यो कुरा बुझ्नु जरुरी छ एड सेटमा। ल स्क्रोल गर्नुहोस्, एड सेटमा पनि सेम नाम राख्नुहोस्, न्यू अवेरनेस क्याम्पेन 2026। त्यसलाई कपी गरेर राख्दा पनि भयो, होइन भने त्यहीँ लेख्नुहोस् अवेरनेस हो, त्यहीँ जानुहोस्। ओके, त्यहाँ जानुहोस् अनि त्यसलाई कपी गर्नुहोस्। फेरि एड सेटमा आउनुहोस्। 1 8 सेटमा सर, ओके, 1 8 सेटमा हो। हजुर हजुर। यसमा पनि यही कन्ट्रोल ए गर्नुहोस्, कन्ट्रोल ओके भी गर्नुहोस्, कन्ट्रोल भी। ओके, अब तपाईँको अवेरनेस क्याम्पेनमा अघि मैले भनिसकेँ पर्फर्मेन्स गोल के हो तपाईँलाई दिइरहेछ, म्याक्सिमाइज रिच अफ एड्स। तपाईँले चलाएको एड्समा रिच भनेको तपाईँको पेजलाई भेट्नु पर्यो मान्छेले, रिच भने त त्यही हो नि होइन र। हजुर अँ। तल तपाईँको त्यसैको एरो डाउनमा दिनुहोस्, तपाईँलाई त्यहाँ धेरै अप्सन दिन्छ, दुईवटा तिनवटा। अघि तपाईँलाई दिएको थियो नि त होइन, म्याक्सिमाइज नम्बर अफ इम्प्रेसन है, हजुर म्याक्सिमाइज एड रिकल लिफ्ट। तपाईँ कुन अप्सनमा चलाउन चाहनुहुन्छ है। म्याक्सिमाइज नम्बर अफ इम्प्रेसन, अझै स्क्रोल गर्नु त तल अझै अप्सन छ। म्याक्सिमाइज थ्रु प्ले भ्युज पनि भयो, म्याक्सिमाइज एड रिकल भयो। हामी म्याक्सिमाइज नम्बर अफ इम्प्रेसन गरौँला। यसमा ओके, त्यसपछि अब तपाईँको भूमि पृष्ठ पेज तपाईँको सिलेक्ट भइसकेको छ। हजुर तपाईँलाई त्यो पेज चाहिएन, अर्को पेज गर्ने हो भने तपाईँले त्यही एरो डाउनलाई क्लिक गरेर एड गरेर पेज चुज गर्न सक्नुहुन्छ है। तपाईँले अहिले पेज चुज गरिसक्नु भएको छ, त्यो ठिक छ है, त्यसलाई केही गर्नु हजुर परेन। अब बिट कन्ट्रोल हामी गर्दैनौँ, अहिले गर्दैनौँ है। तर हजुर जब हामी पर्फेक्ट हुन्छौँ त्यसपछि त्यसलाई चाहिँ फेरि सिक्नै पर्ने हुन्छ, काम गर्छौँ। तर अहिले सरासर चाहिँ त्यो गर्दा अलि झन्झटिलो हुनसक्छ। कस्ट अर रुल रिजल्ट भन्ने कुरा हुन्छ, स्क्रोल गर्नुहोस्, त्यसलाई पनि छोडिदिनुहोस्। डाइनामिक क्रिएटिभ, हाम्रो डाइनामिक क्रिएटिभ नै छ। ओके, स्क्रोल गर्नुहोस्, बजेट अर सेड्युलमा आउनुहोस् है। अब मेन कुरो यहाँ ध्यान दिनुपर्ने हुन्छ, तपाईँ डेली बजेट गर्नुहुन्छ या लाइफ टाइम बजेट गर्नुहुन्छ। डेली बजेटमा तपाईँले हजुर 2 रुपियाँ या $2को माध्यमबाट हामीले डेली खर्च गर्न दिन्छौँ फेसबुक एड्सलाई होइन। म 1 हप्ताको लागि $20 राख्छु, डेली बजेट राख्दिनँ भन्नुभयो भने लाइफ टाइम बजेट र डेली बजेटको फरक हुन्छ। अब डेली बजेटमा उसले $2 दरले काट्ने भयो। अब लाइफ टाइम बजेट सेट गर्दाखेरि तपाईँको आज $3 काट्न सक्ने भयो, भोलि गएर $1 पनि काट्न सक्ने भयो, तर हप्ता दिनमा $14 बढी काट्ने भएन है। भनेपछि हामी डेली बजेटमा छौँ, डेली बजेट 2 गरौँ, त्यसलाई परेन, डेली बजेट नै छौँ, लाइफ टाइम बजेट राख्दैनौँ। यता 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 युएसडी डलरमा त्यो मिलाउनु पऱ्यो नि त, तपाईँ कति डलरको एड चलाउँदै हुनुहुन्छ भन्ने कुरा त थाहा हुनु पऱ्यो, पऱ्यो कि नै। अब यसमा 2 राख्नु पर्यो। अब तपाईँको मर्जी। हामीले फेरि यसमा बुझ्नुपर्ने कुरा चाहिँ के हो भने हजुर हामीले
अब हामी पनि त त्यही त हो नि, जता जति धेरै पैसा मिल्छ त्यही काम रोज्छौँ भने जस्तै यहाँ पनि हजुर हामी जति बढी पे गर्न सक्छौँ त्यति त्यति नै बढी हामीलाई बढी कन्भर्जन अर्थात् भ्युज अर्थात् सेल्स अर्थात् लिड दिन सक्छ। त्यो हुनाले एड चलाउँदा पर्फेक्टिभ भनेको हाम्रो रिजल्ट दिने भनेको हाम्रो पैसाले पनि हुन्छ है, त्यो कुरा बुझ्नु पर्यो। र सेड्युल, तपाईँ मेरो एड कति बजे चल्छ, कति बजे चलाउन चाहनुहुन्छ भन्ने कुरा हो यो। तपाईँ अहिले कति बजिरहेछ, 6:24 भइरहेछ भने आजै चलाउन चाहनुहुन्छ भने त अब 2026 3 त फेब्रुअरी 3 त छँदैछ आज नै होइन। हजुर यसमा अब हामी 7 बजेबाट याड चलाउन चाहन्छौँ भनेपछि त्यहाँ 7 PM राख्नु पर्यो। ओके 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 ओके, त्यो केही फरक परेन, थोरै स्क्रोल गर्नु। अब तपाईँ मेरो एड 1 हप्ता चलोस्, त्यहाँभन्दा माथि कति पनि नचलोस् भन्न चाहनुहुन्छ भने इन्डेट राख्नु होला। होइन म एड आज होइन आज चलाउँछु र मलाई जुन बेलामा बन्द गर्न मन लाग्छ त्यो बेलामा बन्द गर्छु भन्ने हो भने इन्डेट नराख्दा पनि फरक पर्दैन। बुझ्नुभयो? हजुर हजुर ओके, अझ स्क्रोल गर्नुहोस्। बजेट सेड्युलिङ हामी गर्दैनौँ, किनकि बजेट सेड्युलिङ उसले फेसबुकले आफूले कहाँ के गरे भन्ने उसको आधारमा गर्छ। हामीले गऱ्यौँ भने हामीभन्दा त फेसबुक पर्फेक्टिभ छ नि त, होइन र? उसले त हामीलाई रिजल्ट दिने हो, हामीले त पैसा पे गरिरहेछौँ, त्यसैले त्यो हामी बजेट सेड्युलिङ गर्दैनौँ। ओके, अझ स्क्रोल गर्नुहोस्। अडियन्स कन्ट्रोल छ है, युज अ सेभ अडियन्स भनेपछि तपाईँले त्यहाँ क्लिक गर्नुहोस्। तपाईँले त्यहाँ धेरै तल 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 एरो डाउन। ओके, कस्तो खालको अडियन्स पाउने भन्ने कुरा हो है, तपाईँको प्रोडक्ट के हो र कस्तो खालको अडियन्स चाहिने हो भन्ने कुरा त्यहाँ सर्च गर्नु पर्छ। सर्च भनेर आउँदैछ। हजुर ओके, त्यो छोडिदिनुहोस्, बुझाएको मात्रै मैले तपाईँलाई है। अब लोकेसनमा है, लोकेसनमा तपाईँले अब फुल अल नेपाल चलाउने कि तपाईँको लोकल एरिया कुन हो त्यो एरियामा मात्रै चलाउने भन्ने कुरा त्यो क्लिक गर्नुहोस्। म तपाईँलाई 2-4 कुरा त्यहाँ पनि भनिहाल्छु। एडिटमा त्यसमा एकछिन, एडिटमा माथि एडिटमा गइसकेपछि यहाँ अब हामीले के देख्छौँ, नेपाल छ है। नेपाल त नेपालै हुने भयो, तर हजुर नेपालको पनि हामी तनहुँ जिल्ला अर्थात् तपाईँ कहाँदेखि बैतडी बैतडी जिल्लामा मात्रै देखाउन चाहन्छौँ भने सर्च लोकेसनमा सर्च गर्नुहोस्। हो, सर्च लोकेसनमा बैतडी डिस्ट्रिक्ट भनेर सर्च गर्नुहोस्। आधा घन्टा अब बैतडी डिस्ट्रिक्टमा पनि हामी 1 माइल मात्रै चलाउन सक्छौँ या 2 माइल मात्रै चलाउन सक्छौँ या 3 माइल, र कुन लोकेसनमा हो त्यो पनि यहीँबाट फाइन्ड आउट गर्न सक्छौँ है। तपाईँले यो लोकेसन अझै स्क्रोल गर्नु, थोरै माथि गर्नुहोस् स्क्रोल गरेर। ओके, तपाईँले यो लोकेसनलाई आफ्नो लोकेसनमा लगेर ड्रप इन गर्न सक्नुहुन्छ। तपाईँको सप कहाँ हो, तपाईँको मेन यसमा प्रोडक्ट भएको ठाउँ कुन हो है, त्यो एरियादेखि कुन सर्कलमा हामी कति माइल देखाउन सक्छौँ, तपाईँको जुन पसल छ, तपाईँको जुन बिजनेस रहेको ठाउँ छ, त्योबाट कति एरिया कति माइलमा हामी देखाउँछौँ भन्ने कुरा यहाँबाट स्पष्ट हुन्छ। तपाईँको लोकेसन फाइन्ड आउट गर्नुहुन्छ, तपाईँको बिजनेस रहेको ठाउँ फाइन्ड आउट गर्नुहुन्छ, त्यहाँ लगेर तपाईँको जुन यो ब्लू टिक छ त्योलाई ड्रप इन गर्नुहुन्छ। ड्रप इन गरिसकेपछि त्यो एरियाबाट कति माइल चाहिँ हामीले यार्ड चलाउँछौँ भन्ने कुरा माथि देख्नु भएको छ,
1 माइल भनेर दिइरहेछ भने त्यसलाई 3 माइल 4 माइल गराउन सकिन्छ। जस्ट क्लिक गर्नुहोस् त तपाईँलाई त्यहाँ अप्सन दिन्छ, तल माथि तल माथि गर्न दिन्छ। यसमा 2 सम्म। कसैलाई ओके कसैलाई अब्जेक्सन छ भने फेरि रिपिट गर्न भन्नु होला, होइन भने हामी अगाडि बढ्छौँ। ओके स्क्रोल गर्नु। यसपछि हामी वान एडमा जान्छौँ। वान एड ठ्याक्कै तपाईँ जुन थर्डमा जानुहोस्, थर्डमा जानुहोस्। ओके म तपाईँलाई लिएर जान्छु। ओके ओके जानुभयो। ओके ओके अब के हुन्छ भने तपाईँले एड चलाउँदै हुनुहुन्छ भने आफ्नो प्रोडक्टको विषयमा त कुनै न कुनै कन्टेन्ट त बनाउनुहुन्छ, कुनै न कुनै कपिराइटिङ त गर्नुहुन्छ, हजुर गर्नुहुन्छ नि। हजुर पहिला कपिराइटिङ गर्नुहुन्छ र त्यही कपिराइटिङ अनुसार हामीले कन्टेन्ट बनाउँछौँ है। हजुर कपिराइटिङ र कन्टेन्टमा फरक छ नि त। कपिराइटिङ हजुर गरेर हामीले मेरो प्रोडक्टको विषयमा कन्टेन्टको लागि कपिराइटिङ गर्छौँ र त्यही कन्टेन्ट हामीले बोल्छौँ या बोलाउँछौँ। आफैले गर्ने हो भने बोल्छौँ र एआई हो भने बोलाउँछौँ, होइन र? हजुर त्यो अनुसारले आफ्नो प्रोडक्टको विषयमा हाम्रो कस्टमरलाई जानकारी गराउने भिडियो अर्थात् इमेज दुई मध्ये कुनै एक या दुई नै हामीले गर्न सक्छौँ है यसमा। अब यसमा त्यो गर्नको लागि हामीले फेरि नेम सेम राख्छौँ है। कन्ट्रोल ए गर्नुहोस् अनि पेस्ट गर्नुहोस्, कन्ट्रोल बी गर्नुहोस्। ओके त्यसपछि थोरै तल आउनुहोस्, हाम्रो भइरहेको छ फेसबुक पेज छँदैछ। ओके अझै स्क्रल गर्नुहोस्। ओके अब तपाईँले यहाँ के गर्न सक्नुहुन्छ, यसको फाइदा भनेको के हो भने तपाईँले फेसबुकमा मात्रै होइन, तपाईँको इन्स्टाग्राममा भएको र वाट्सएपमा भएको र थ्रेड्स, बुझ्नुहुन्छ नि अहिले छ नि त होइन, हजुर मेटाको त धेरै टपिकहरू छ, थ्रेड्समा पनि तपाईँको याड देखाउन सकिन्छ। त्यो कुरा फेसबुकले गर्छ है। थ्रेड्स प्रोफाइल युज योर फेसबुक पेज, पेज त हामीले इन्स्टाग्राम एकाउन्ट भने हो कि त्यसको मतलब बुझ्नुभयो। हजुर माथि दिइरहेछ कनेक्ट गराएर काम गर्न सक्नुभयो है। ओके स्क्रोल गर्नुहोस्। एड सेटअप तपाईँको अब यहाँ क्रिएटेड। के छ, एड सेटअप क्रिएट एड भनेको छ। क्रिएट एडमा के छ, क्रिएट एड नै छ। युजर एक्सन ओके क्रिएट एड नै गर्ने हो हामी, अरू कुनै केही गर्दैनौँ है। अब हामी सिङ्गल इमेज अर भिडियोमा गर्दैछौँ के है, सिङ्गल हजुर इमेज अरू भिडियोमा गर्दैछौँ त्यो पनि ठिक छ। अझै अझै स्क्रोल गर्नुहोस्। त्यसपछि तपाईँको एड क्रिएटिभमा तपाईँको के दिइरहेछ, फिड इन्स्टा अर फर रिल्स दिइरहेछ। तपाईँको पेज देखाउने काम गर्छ यसले है। मिडियामा मिडियामै एडिट गरेर तपाईँले अरू कुनै छ भने त्यो पनि राख्न सक्नुभयो है। ओके एडिट मिडिया गर्न सक्नुभयो, अप्सन देखाइरहेछ त्यो देखाइदिनु, उहाँहरूले पनि देख्नुपर्ने हुन्छ। एडिट मिडिया टर्न इन्टु भिडियो। ओके त्यो गर्न सक्नुहुन्छ। ओके स्क्रोल गर्नुहोस् थोरै। अब तपाईँले तपाईँको कन्टेन्टको डिस्क्रिप्सन के राख्ने हो। तपाईँ त सामाजिक अभियन्ता सञ्चारकर्मी, तपाईँको टेक्स्ट त माथि नै दिइसकेको छ, त्यसैले यहाँले यहाँ राख्यो। अब तपाईँले लेफ्ट साइडमा देख्नुहुन्छ तपाईँको कन्टेन्ट कस्तो खालको देखिरहेछ तपाईँको सोसल साइडमा भन्ने कुरा यहाँबाट देख्नुहुन्छ। तपाईँको राइट साइडमा जानुहोस्, स्क्रोल गरेर हेर्नुहोस् तपाईँको कस्तो तरिकाले एड देखिरहेछ भन्ने कुरा तपाईँले देख्नु भएको छ। भूमि बिष्टको तल भूमि बिष्ट नामसँगै तपाईँले एडी देख्नु भएको छ नि, हजुर देख्नु भएको छ नि एडी। जस्ट वेट गर्नुहोस् है, उम्, यो नै उम्, तपाईँको एड हो कि यो चल्ने, यो नै एड हो। यति गर्छौँ र हामीले तल पब्लिसमा पब्लिस गरिसकेपछि हाम्रो केही समयमा एड चल्छ।
यसमा कुनै अब्जेक्सन छ भने तपाईँहरूले भन्नुहोला नबुझेको कुरा, त्यसमा म क्लियर गरिदिन्छु है। च्याट बक्समा भनौँ त सबैजनाले। हामीले एड चलाउने आफ्नो या अरू कसैको जसको चलाए पनि हामीले यसरी नै गर्छौँ र पेज एक्सेस लिन जान्यौँ र पेज सेटअप गर्न पनि जान्यौँ है। अब तपाईँलाई क्याम्पेन एड सेट र एडमा कुनै प्रब्लम छ भने फेरि पनि म भन्दैछु, आफ्नो डाउटलाई मनमा लुकाएर राख्ने काम नगर्नुहोला। जबसम्म हामीले मनबाट रहेको हाम्रो डाउटहरूलाई यहाँ ल्याउँदैनौँ तबसँग तपाईँहरू क्लियर हुनुहुन्न है। तपाईँहरूलाई मैले पढाएको कस्तो लागेछ? एकचोटि च्याट सेक्सनमा भन्नुहोस्। मैले पढाएको कुरा तपाईँहरूले बुझ्नु भएको छ कि नै? क्लियर हुनुहुन्छ भने सिसी लेख्नुहोस्, होइन भने नो लेख्नुहोस्। ल एकचोटि च्याट बक्समा राख्नुहोस् त। ओके ओके, अरू अरू सबैले राखौँ। हामी यत्रो 21जना छौँ त 21वटा आउनु पर्यो, होइन भने नर्मल्ली 19 त आउनु पर्यो। ओके सबैले लेखौँ है, सबैले लेखौँ। ओके, हाम्रो मोहन पन्तज्यूले नो भन्नुभएको छ। ओके, तपाईँ कुन कुरामा क्लियर हुनुहुन्न त्यो कुरा भन्नु होला। ठिक ठिकै छ। ओके, नवीन विष्ट ठिक ठिकै छ। ओके, अरू अरू सबैले Recording in progress. क्लियर। अरू 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 सबैले भनौँ है, सबैले भनौँ। म सबैको कमेन्ट हेर्नेछु र को चाहिँ सरी क्लियर हुनुहुन्न उहाँहरूलाई म टपिक वाइज पढाउन चाहन्छु। किनकि हाम्रो तपाईँहरूले पैसा तिर्नुको कारण त सिक्न आउनुभयो हो नि त। तपाईँले सिक्नु पर्ने हुन्छ। तपाईँले पैसा तिरिसकेपछि सबै 100% सिक्ने भन्ने कुरा चाहिँ आफ्नो पनि क्यापेबल हुनुपर्छ, आफूमा पनि हुनुपर्छ। म सिक्छु भन्ने। सर 10 मिनट जति मेरो नेट चल्यो थिएन, त्यसैले अलिअलि कन्फ्युज। ओके सर, तपाईँ कुन टपिक कहाँनिर क्लियर हुनुहुन्न त्यो मलाई च्याट बक्समा राख्नुहोस्, म त्यो पढाउँछु। तपाईँ कहाँनिर चाहिँ छुट्नु भएको थियो है, मैले भनिरहेको छु। तपाईँको टपिक कहाँनिर छुटेको थियो त्यो भन्नु होला। पेज एसेस पछि। ओके 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 ओके, पेज एसेस पछि म तपाईँलाई सरसर्ती भन्छु है, तपाईँ बुझ्नु होला। पेज एसेस हामीले लिन जान्यौँ, त्यसपछि सिधै हामी गुगलमा आयौँ। गुगलमा आइसकेपछि business.facebook सिलेक्ट सर्च गरेर हामी मेटा सुइटभित्र छिर्यौँ है। मेटा सुइट आइसकेपछि हामीले हाम्रो भूमिज्यू, तपाईँ एकचोटि आफ्नो प्रोफाइलमा जानुहोस्, यही एड एकाउन्टको प्रोफाइलमा जानुहोस्। यसको हजुर, जसरी हामी अघि क्रिएट बिजनेस पोर्टफोलियो गरेथ्यौँ त्यो ठाउँमा जानु होला। हाम्रो मोहन पन्तज्यूलाई चाहिँ अलिकति रिभिजन चाहियो र अरू कोही पनि हुनुहुन्छ भने नलजाइकन निश्चिन्तित भएर भन्नु होला, किनकि तपाईँहरू सिक्न आउनुभएको हो। यो भइसक्यो सर? हो, यो हामीले पब्लिस गरेका छैनौँ किनकि हामीले एड पेमेन्ट मेथड सेटअप गरेका छैनौँ है। यति गर्छौँ र हामीले हजुर। पब्लिस गरेपछि हाम्रो एड केही समयमा रिलिज हुन्छ है। र अप्टिमाइज हुन 2 to 3 डेज पनि लाग्न सक्छ एकचोटि है। ठिक छ, हामी क्याम्पेन आइसक्यौँ। हामी यसलाई कडीट गर्छौँ अहिले। पब्लिस गरेनौँ है हामीले अहिले, यसलाई इन ड्राफ्टमै राखिदेऊ। क्लोज गर्नु। क्लोज गरिदेऊ है त हामीले अहिले यसलाई। ओके, हजुर तपाईँले तपाईँको क्याम्पेन त यहाँ चल्ने हो नि त, देख्नुभयो अघि खाली थियो, हजुर हजुर यसले एउटा क्याम्पेन हजुर थियो। अब यसैलाई अन गर्नु छ भने यस्तो हजुर गर्छौँ हामीले, पब्लिस हुन्छ र
हल्लाउनु। हामीलाई 3 दिन चल्यो तर हामीलाई बन्द गर्नु पर्यो भने पनि यसरी बन्द गर्छौँ है। बुझ्नुभयो नि। अब हामीले यहाँ थियौँ हामी है, एड म्यानेजरमा थियौँ। जस्ट हामीले यो भूमि विष्ट भन्ने एड एकाउन्ट क्रिएट गरेथ्यौँ। जस्ट वेट गर्नु है, जस्ट वेट गर्नु, यहाँ साइड लोड हुँदैछ। आज अरू त भन्नाले मतलब सर के भन्नुहुन्छ सर? आज हामी यही टपिक क्लियर हुन्छौँ। यो टपिक भनेको मेन इम्पोर्टेन्ट टपिक हो। नबुझ्नेहरूलाई चाहिँ हामी बुझाउने कोसिस गर्दैछौँ, त्यसैले आज चाहिँ यही टपिकमै पढ्छौँ है हामी। हामी पेज एसेस पछि, सुन्नुहोस् है सर, हामी पेज एसेस पछि हामी यहाँ मेटा सुइट बिजनेसमा आएका हो है। मेटा सुइटमा आयो है। सुन्नुहोस् है, हाम्रो सरले नबुझ्नु भयो होइन। हामी यहाँ आइसकेपछि यस्तो पेज इन्टरफेसमा आइसक्यौँ। आइसकेपछि हामीले यहाँ तल देख्नु भएको छ है, क्रिएट अ बिजनेस पोर्टफोलियो गरेर, क्रिएट अ बिजनेस पोर्टफोलियो गरेर बिजनेस पोर्टफोलियो बनायौँ। र बिजनेस पोर्टफोलियो बनाइसकेपछि हामी सेटिङमा गयौँ है। यस्तो सेटिङ तपाईँले यही बारको सबसे तल पनि सेटिङ भेट्नुहुन्छ है। अर्थात् यहीँ क्लिक गरेर एड म्यानेजरमा गइसकेपछि नै यता खुल्ने फ्रन्ट एन्ड पेजमा सेटिङ भेट्नुहुन्छ। र हामी सेटिङमा गइसकेपछि फर्स्ट अफ अल पेजमा जान्छौँ है। पेजमा गइसकेपछि हामी यो एड पेजमा जान्छौँ है। एड पेजमा गइसकेपछि तपाईँसँग पेज छैन भने क्रिएट अ न्यू पेज गर्छौँ। होइन कस्टमरको एसेस लियो भने रिक्वेस्ट सेयर एसेस टु पेज गर्छौँ। र तपाईँको रेडिमेड पेज बनिसकेको छ भने एड एक्जिस्टिङमा जान्छौँ र क्लिक गरेर हामीले यहाँ पेजको युआरएल हालेर कन्फर्म गरेर पेज एसेस दिन्छौँ, मतलब कि पेज एड गर्छौँ। र त्यो पेज एड गरिसकेपछि हामी एड एकाउन्टमा जान्छौँ। एड एकाउन्ट गइसकेपछि जस्तो हामीले भूमि विष्ट आइडी नम्बर यति यति गरेर हामीले एड एकाउन्ट बनाइसक्यौँ। तर तपाईँको क्रिएट छैन भने प्लस एडमा गएर एड एकाउन्ट बनाउन सक्नुहुन्छ है। अब देख्नुभयो यहाँ क्रिएट अ न्यू एकाउन्ट गर्छौँ र हामीले हाम्रो बिजनेस नेम, हाम्रो नेम र इमेल आइडी हालेर हामीले बिजनेस एड एकाउन्ट सेटअप गर्छौँ। तपाईँले ओके बुझ्नुभयो अहिले त सर? हाम्रो मोहन पन्तज्यूले बुझ्नुभयो? अरू कुनै डाउट छ भने भन्नु होला। म एकचोटि सबैलाई, हेलो सर, एकचोटि सबैलाई अनम्युट हुने अप्सन दिनु होला। हाम्रो गङ्गा सर, सबैलाई अनम्युट हुने अप्सन मैले यहाँबाट, ओके 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 मैले भेटिरहेको छैन। तपाईँले त्यहाँ दिनु होला, सबैलाई अनम्युट हुने अप्सन दिनुहोस् त। give a remote control to the stocks.
ओके, तपाईँहरू सबैले आफ्नो क्लियर राख्नु होला, होइन भने हामी आजलाई क्लास यति नै गर्छौँ। म्युटमा क्लिक। ओके ल। अनि अरू एउटा अर्को कुरा के त भन्दाखेरि भोलि बिहानबाट होइन यो हाम्रो 8 देखि 12सम्म टेक्निकल सपोर्ट हुन्छ। टेक्निकल सपोर्टको पनि लिङ्क आउँछ 8 बजेदेखि 12 बजेसम्म। अहिले 9 बजीको केही कुराहरू छ भने क्वेसन गर्नलाई टेक्निकल सपोर्टमा गएर क्वेसन गर्दा पनि हुन्छ है सबैजना। त्यो कुरा पनि बिहान 8 बजेदेखि 12 बजेसम्म टेक्निकल सपोर्टमा गएर मजाले क्वेसन गर्दा पनि हुन्छ है। ठिक छ ल, आजलाई हामी इन्ड गरौँ। ऊदेखि भोलि अझै गरिदिनु सर भन्नुहुन्छ। ओके, तपाईँ भोलि बिहान 8 बजेको टेक्निकल सपोर्टमा आएर सपोर्ट लिनुहोला। सपोर्टमा म नै हुन्छु, तपाईँलाई फुल्ली गाइड त्यहाँ मिल्नेछ है त। ल ओके, आजलाई आजलाई भने सबैजनालाई हामी रात्रिकालीन ल गुड समय नाइट। यति नै गर्छौँ। गुड नाइट। ल ओके। ल ल सबैजनालाई गुड नाइट।